आजको यस भिडियोमा भने हामीले सेक्युरिटी मार्केट भन्ने जुन च्याप्टर्स थियो त्यो च्याप्टरसँग सम्बन्धित पास्ट 2081 मा सोधेको क्वेशन्सलाई हामीले यस भिडियोमा सोलुसन गर्न गइरहेका छौं। भिडियोलाई अन्तिमसम्म हेर्नु होला। यो च्याप्टरलाई बुझ्नको लागि तपाईले पहिला सुरुमा जान्नुपर्ने कुरा भनेको यो कुनै पनि क्वेशन्सहरु लङ पोजिसन्सको हो कि सर्ट पोजिसन्सको हो भन्ने कुरा त्यो कुरा जान्नु पर्यो र लङ पोजिसनसँग सम्बन्धित फर्मुलाहरु के छन् त्यो जान्नु पर्यो र सर्ट पोजिसनसँग सम्बन्धित फर्मुलाहरु के छन् के डिफरेन्स छ लङ पोजिसन्स र सर्ट पोजिसन्समा त्यो जान्नु पर्यो। त्यति जानिसकेपछि तपाईले क्वेशन चिन्ह जान्नु भयो हैन। त्यति क्वेशन चिन्ह जानेपछि दनादन फर्मुला हाल्ने अनि त्यसपछि हिसाब किताब गर्ने मिलिहाल्छ है। मेन कुरो भनेको अब यो च्याप्टर अलिकति नौलो च्याप्टर भएको कारणले सुरुमा अलिकति गाह्रो हुन सक्छ हैन। त्यसपछि प्र्याक्टिस गर्दै जाने भने सजिलो भइहाल्छ है। सुरुमा त जसलाई पनि गाह्रो हुन्छ है। त्यो कुरा तपाईले बुझ्ने र प्र्याक्टिस गर्दै जाने भने यो क्वेशन्सहरुसँग जति फ्यामिलियर भयो त्यति मजाले बुझिन्छ आफैले हैन। आफैले चाहिँ पढ्यो भने जन मजाले बुझिन्छ र केही कुराहरु सिक्ने हैन, केही कुराहरु छन् भने सोध्ने त्यो कुराहरु छदैछ ल। अब यो च्याप्टर्समा पहिला सुरुमा हामीले जान्नु पर्ने भनेको क्वेशन सुटाउन जान्नु पर्ने कुरा छ भन्ने बुझ्यौं हैन। पहिला यो क्वेशन चाहिँ लङ पोजिसन्स हो कि सर्ट पोजिसन्सको हो त्यो कुरा जान्नु पर्छ। 99% अथवा 95 भन्दा बढी केसमा चाहिँ सर्ट पोजिसन्सको क्वेशन्सलाई सर्ट सेल नै भनेर भन्दिकै हुन्छ, मुखै फोडेर भन्दै हुन्छ अनि त्यो बुझिहालिन्छ। अनि सर्ट सेलको क्वेशन्स होइन भने त्यो लङ पोजिसन्सको क्वेशन्स हो त्यो आफै थाहा हुन्छ हैन। अब फेरि एकचोटी त्यही पनि फेरि हामीले अब यो लङ पोजिसन्स भने के हो सर्ट पोजिसन्स भने के हो एकचोटी छोटो त्यो कुरा डिस्कस गरौँ, त्यसपछि क्वेशन्समा जाउँला है त। लङ पोजिसन्स भनेको चाहिँ कुनै पनि इन्भेस्टरले कुनै पनि कम्पनीको मूल्य अब तपाईले के बुझ्नु पर्यो त भन्दाखेरि यो क्वेशन्समा तपाई इन्भेस्टर हो भनेर बुझ्नु पर्यो हैन। तपाई आफू इन्भेस्टर हो भनेर लगानीकर्ता हो भनेर बुझ्नु पर्यो र लगानीकर्ता जहिले पनि फाइदामुखी हुन्छ हैन। जहिले पनि फाइदा गरौँ भन्ने सोच्छ के कहिले घाटा होला भन्ने सोच्दैन, तर कहिले घाटा होला भन्ने सोच्छ र सोच्दैन नि त। जहिले पनि फाइदा होस् भन्ने चाहन्छ र जहिले फाइदा हुन्छ भन्ने पनि छैन हैन, त्यो कुरा पनि छ। अब यहाँनिर अब लङ पोजिसन्स र सर्ट पोजिसन्सको कुरामा चाहिँ लङ पोजिसन्स भनेको चाहिँ तपाईले कुनै पनि कम्पनीको शेयरको मूल्य चाहिँ पहिला सुरुमा किन्नुहुन्छ। जस्तो शेयरको मूल्य एकदमै सस्तो छ हैन, सस्तो छ भनेर पहिला तपाईले सस्तोमा किन्नुहुन्छ हैन, सस्तोमा किन्नुहुन्छ र पछि चाहिँ भविष्यमा त्यो शेयरको बजार भाव चाहिँ बढ्न सक्छ भन्ने एक्सपेक्टेसन हुन्छ के तपाईले। अब त्यो शेयरको मूल्य अहिलेको बजार भाव घट्दै गएको छ र भविष्यमा चाहिँ त्यसको फेरि बढ्ने हुन्छ नि त हैन। शेयर बजारमा चाहिँ शेयरको मूल्य कहिले घट्ने कहिले बढ्ने त्यो भइरा हुन्छ नि त हैन। अब पहिला सुरुमा चाहिँ अब उसले सस्तोमा किन्छ हैन, लङ पोजिसन्सको कुरा गर्दैछु। पहिला सस्तोमा किन्छ र पछि चाहिँ कुनै इन्भेस्टरले पहिला सस्तोमा किन्छ र पछि महँगोमा बेच्छ भने त्यस्तो खालको पोजिसन्सलाई अथवा त्यस्तो खालको पर्चेसलाई हामीले लङ पोजिसन्स भनेर भन्छौँ। सर्टकटमा बुझ्ने भनेको के त भन्दाखेरिमा पहिला कुनै पनि इन्भेस्टरले चाहिँ पहिला के गर्छ त भन्दाखेरि पहिला शेयर किन्छ हैन, खरिद गर्छ र त्यसपछि बेच्छ भने त्यस्तो खालको पर्चेसलाई त्यस्तो खालको पोजिसन्सलाई हामीले लङ पोजिसन्स भनेर भन्छौँ। र सर्ट पोजिसन्स भने कस्तो त भन्दाखेरिमा चाहिँ कुनै पनि ब्रोकरबाट हैन, ब्रोकेज फर्मबाट चाहिँ शेयर सापटे लिन्छ के, शेयर सापटे लिन्छ। अब तपाईले कसैसँग सापटे पैसा लिनुभयो 1000 रुपैयाँ भने त्यो फिर्ता गर्नु पर्यो नि त हैन। पहिला सुरुमा सर्ट पोजिसन्समा चाहिँ कुनै इन्भेस्टरले ब्रोकरबाट के गर्छ त भन्दाखेरिमा शेयर सापटे लिन्छ, सापटे लिएर आज बेच्छ है, अहिले भर्खर बेच्छ आज बेच्छ र पछि चाहिँ भविष्यमा चाहिँ के होला त त्यो शेयरको मूल्य घट्दै जाला भन्ने एक्सपेक्टेसन्स राख्छ कि। आज चाहिँ तपाईले मानिलिउँ ब्रोकरबाट 100 रुपैयाँमा लिन्छ हैन, 100 रुपैयाँ लिएर आज चाहिँ इन्भेस्टरले बेच्छ, शेयर बेच्छ र भविष्यमा चाहिँ त्यो के होला त भन्दाखेरिमा सस्तो होला। 100 त्यो शेयरको मूल्य चाहिँ 100 को ठाउँमा 90 80 होला भन्ने एक्सपेक्टेसन्स राख्छ र पछि चाहिँ किन्छ भने पछि किनेर फिर्ता गरिदिन्छ भने त्यस्तो खालको पोजिसन्स त्यस्तो खालको सेललाई चाहिँ हामीले सर्ट सेल अथवा सर्ट पोजिसन्स भनेर भन्छौँ भन्ने कुरा त्यति कुरा बुझ्नु पर्यो है त। यति कुरा बुझ्नु भयो नि सर्ट पोजिसन्स र लङ पोजिसन्सको कुरा बुझ्नु भयो। अब यो क्वेशन्समा जाउँ त ल। ठ्याक्कै योभन्दा अघिल्लो वर्ष सोधेको क्वेशन्स हैन। ल हेर्नुहोस् त कति सजिलो क्वेशन नै छ, त्यस्तो गाह्रो छैन यो। ल अब हेरौँ यो। गौतम सर्ट सेल्स 2000 स्टक 8 रुपीज 100 पर शेयर। गौतमले चाहिँ सेल गरे रहेछ 2000 वटा स्टक चाहिँ एउटा शेयरको मूल्य चाहिँ 100 रुपैयाँ पर शेयर रहेछ हैन। यसरी चाहिँ गौतमले 2000 वटा स्टक बेचेको रहेछ हैन भनेर भनेको छ। त्यसपछि द इनिशियल मार्जिन रिक्वायरमेन्ट इज 60% एन्ड मेन्टेनेन्स मार्जिन इज 30% भनेर भनेको छ। अब यहाँनिर इनिशियल मार्जिन भनेको के त भन्दाखेरिमा चाहिँ गौतमले अथवा हामीले चाहिँ लगानी गर्दाखेरिमा चाहिँ हाम्रो इन्भेस्टमेन्ट चाहिँ कति हुनुपर्छ त भन्ने कुरा चाहिँ के त भन्दाखेरिमा इनिशियल मार्जिन हो कि। अब यो क्याश बेसिस हो कि मार्जिन बेसिस हो भन्दाखेरिमा यो मार्जिनको कुरा दिएको छ भने यो क्वेशन चाहिँ मार्जिन बेसिससँग सम्बन्धित छ भनेर बुझ्नु पर्यो।
द इनिसियल मार्जिन रिक्वायरमेन्ट इज 60% भनेको चाहिँ 60% कुनै पनि लगानी गर्दै गर्दा हाम्रो इन्भेस्टमेन्ट कति हुनुपर्छ त भन्दाखेरिमा चाहिँ हाम्रो इन्भेस्टमेन्ट 60% हुनुपर्छ भन्ने कुरा चाहिँ के हो त भन्दाखेरिमा इनिसियल मार्जिन हो हैन। त्यसलाई हामी आइएम भनेर भन्छौँ र मेन्टेनेन्स मार्जिन इज 30% भनेर भनेको छ। र यो मेन्टेनेन्स मार्जिन भनेको के त भन्दाखेरिमा चाहिँ जुन इक्विटी हुन्छ नि त्यो इक्विटीको पोजिसन चाहिँ कम्तीमा पनि कति हुनु पर्यो त यो मेन्टेन यति हुनु पर्यो कि 30% हुनु पर्यो, योभन्दा कम पनि हुनु भएन बढी पनि हुनु भएन भने त्यसलाई हामीले के भनेर भन्छौँ त मेन्टेनेन्स मार्जिन भनेर भन्छौँ। मेन्टेनेन्स मार्जिन भनेर भन्छौँ। त्यो कुरालाई हामीले यहाँनिर गिभनको रूपमा हेरौँ है त। टाइम सेभ होस् भन्ने हिसाबले चाहिँ मैले पहिल्यै सुरुमा गिभन पनि तानिसकेको छु र सोलुसन पनि गरिसकेको छु। मैले थोरै कुराहरू बुझाउँदै जान्छु, त्यो कुराहरू हेर्दै जाने है त। पहिला सुरुमा के रहेछ त नम्बर अफ सेयर हाम्रो दिएकै छ 2000 वटा हैन र सेलिङ प्राइस त्यसको प्राइस कतिमा बेचिरहेछ त एउटा पर सेयरको मूल्य चाहिँ 100 पर सेयर रहेछ हैन एउटा सेयरको मूल्य हैन। सेलिङ प्राइस पर सेयर सेलिङ प्राइस P0 भन्छ र त्यो इनिसियल मार्जिन चाहिँ 60% रहेछ, मेन्टेनेन्स मार्जिन 30% रहेछ जुन कुरा हामीले भन्यौँ। र न्यू सेयर प्राइस P1 भनेको चाहिँ अब यो बढेर चाहिँ रुपीस 115 भएको रहेछ भनेर भनेको छ यहाँ क्वेसन्सले भने चाहिँ त्यही कुरा हेरौँ है त। एमा हेरौँ त व्हाट वुड बी गौतम अमाउन्ट्स अफ मार्जिन इक्विटी। अब हामीलाई चाहिँ गौतमको मार्जिन इक्विटी निकाल्नु भन्यो र मार्जिन लोन कति हुन्छ इफ स्टक प्राइस राइज टु रुपीस 115 पर सेयर। स्टकको प्राइस चाहिँ अब बढ्यो घट्यो भने त्यो चाहिँ P1 हुन्छ भनेर बुझ्नु पर्यो हैन। स्टकको प्राइस चाहिँ कति भएछ त 115 पर सेयर भएछ भने गौतमको मार्जिन इक्विटी अथवा लोन कति छ भनेको छ। अब लोनलाई हामीले डेब्ट भनेर भन्न सक्छौँ र हामीलाई के सोध्यो त भन्दाखेरिमा गौतमको मार्जिनको इक्विटी कति छ र लोन कति छ भनेर हामीलाई सोध्दैछ भनेपछि अब हामीले यो क्वेसन्स कस्तो खाले रहेछ सर्ट पोजिसन्स खाले रहेछ हैन। सर्ट पोजिसन्सको भने अब हामीले मार्जिन अफ इक्विटी र गौतमको लोन कति हो भनेर हामीले चाहिँ फर्मुला लगाएर निकाल्नु पर्यो है त। ल अब सर्ट पोजिसन्समा चाहिँ तपाईँको मार्जिन इक्विटी र मार्जिन लोन निकाल्नु भनेर सोधेको छ। अब सर्ट पोजिसन्समा चाहिँ मार्जिन इक्विटी निकाल्ने फर्मुला यो हुन्छ यान इन्टु P0 टाइम्स 1 प्लस IM माइनस P0 हुन्छ सरी P1 हुन्छ। यो फर्मुला जान्नु पर्यो है, यो फर्मुला जान्नु पर्यो मार्जिन इक्विटी निकाल्ने र सबै भ्यालुहरू माथि छन् त्यही पुट गर्ने र यति निकाल्ने एन्सर यो भयो। के यो 90,000 के भयो त भन्दाखेरिमा चाहिँ मार्जिन इक्विटी भयो हैन। अब लोन भनेको अब मार्जिन लोन कति हो त भन्दाखेरिमा चाहिँ नम्बर अफ सेयर इन्टु न्यू सेयर प्राइस र त्यसको ओल्ड सेलिङ प्राइसलाई हेर्ने हैन कि बढेको जुन सेयर प्राइस छ हैन त्यो इन्टु नम्बर अफ सेयर कति छन् त भनेर त्यो मल्टिप्लाई गर्यो भने तपाईको लोन एमाउन्ट आउँछ। लोन कति रहेछ त भन्दाखेरिमा यान इन्टु P1 गर्दाखेरिमा चाहिँ यान भनेको चाहिँ तपाईको नम्बर अफ सेयर 2000 छ र अहिलेको न्यू सेयर प्राइस कति छ त 115 छ हैन 115 छ। हो यो मल्टिप्लाई गरेर 2,30,000 के आयो त भन्दाखेरिमा चाहिँ गौतमको मार्जिन लोन यति रहेछ र इक्विटी यति रहेछ भनेर हामीले यति एन्सर निकाल्यौं है त। यो ए नम्बर भयो। अब बी नम्बरमा के सोध्दैछ त भन्दाखेरिमा हेरौँ त बी नम्बरमा हामीलाई सोध्दैछ व्हाट इज द मार्जिन कल प्राइस अफ स्टक हैन। मार्जिन कल प्राइस अफ यो एकदमै सोधिरा हुन्छ मार्जिन कल निकाल्ने भन्ने कुरा सोधिरा हुन्छ। व्हाट इज द मार्जिन कल प्राइस अफ स्टक वुड गौतम रिसिभ मार्जिन कल इफ द मार्केट स्टक प्राइस राइजेस टु रुपीस 115 पर सेयर भनेर भनेको छ है त। अब यो बी नम्बरले के भनेको रहेछ त भन्दाखेरिमा चाहिँ मार्जिन कल प्राइस अफ स्टक कति हो यदि वुड गौतम रिसिभ मार्जिन कल इफ द मार्केट स्टक प्राइस राइज टु रुपीस 115 पर सेयर। यदि चाहिँ गौतमको त्यो जुन मार्केटको स्टक प्राइस छ त्यो बढेर चाहिँ 115 पर सेयर हुँदाखेरिमा चाहिँ के गौतमले मार्जिन कल रिसिभ गर्ला त हैन गर्छै गर्दैन त भनेर चाहिँ हामीले अब यसलाई यो जुन प्राइस बढेर चाहिँ यो बढेको प्राइसलाई हामीले P1 भनेर भन्छौँ। यो प्राइस बढेर चाहिँ 115 भएको छ त्यस्तो अवस्थामा चाहिँ त्यो गौतमले मार्जिन कल रिसिभ गर्ला त गर्छै गर्दैन त भनेर भन्छ। अब यो मार्जिन कल भने के हो भनेर भन्ने कुरा होला है त। मार्जिन कल प्राइस अथवा ट्रिगर प्राइस भन्नु एउटै कुरा हो। यो मार्जिन कल प्राइस भनेको त्यस्तो प्राइसको लिमिट हो जसलाई चाहिँ हेरेर के गर्छ त भन्दाखेरिमा लगानीकर्ताले पैसा माग्छ कि लगानीकर्ताले कस्तो अवस्थामा पैसा माग्छ त भन्दाखेरिमा जस्तो अवस्थामा चाहिँ यो जुन यो ट्रिगर प्राइस हामीले अहिले क्याल्कुलेसन्स गर्छौँ यो प्राइस भन्दा बढी भइरहेको छ हैन यो बढेर बढी भइरहेको छ भने त्यस्तो अवस्थामा चाहिँ मार्जिन कल रिसिभ हुने भयो। यो जुन प्राइसको लिमिट हामीले जुन अहिले ट्रिगर प्राइस निकाल्छौँ हो त्यो ट्रिगर प्राइस भन्दा चाहिँ
ट्रिगर प्राइस भन्दा चाहिँ जुन मार्केटको प्राइस छ, ट्रिगर प्राइस भन्दा मार्केटको प्राइस यदि बढी भएको अवस्थामा चाहिँ मार्जिन कल रिसिभ हुन्छ, नत्र हुँदैन भन्ने कुरा हामीले बुझ्नु पर्यो। अब यसलाई चाहिँ सोलुसन हेरौँ न, बुझिहालिन्छ है त। ल अब यहाँ हामीलाई चाहिँ पहिला सुरुमा मार्जिन कल प्राइस निकाल्नु पर्ने छ है, मार्जिन कल प्राइस निकाल्नु पर्ने छ, जसलाई हामी ट्रिगर प्राइस पनि भनेर भन्छौँ। यो निकाल्नु पर्ने छ। ट्रिगर प्राइस निकाल्नको लागि फर्मुला यो हुन्छ है त, 1 + IM इनिशियल मार्जिन डिभाइड बाई 1 + मेन्टेनेन्स मार्जिन। अब यो आई माथि कि एमएम माथि, आइएम माथि कि एमएम माथि भन्ने होला। अब यसमा चाहिँ कसरी याद गर्ने भन्दाखेरिमा एबिसिडीमा चाहिँ आई अगाडि आउँछ नि त हैन, एम भन्दा आई अगाडि आउँछ, त्यसकारणले आइएम माथि हुन्छ, एमएम तल हुन्छ, इन्टु P0 यो फर्मुला हो। अब यसमा चाहिँ 1 + 0. इनिशियल मार्जिन भनेको माथि दिएकै छ हैन, इनिशियल मार्जिन भनेको यो 60% भनेको 0.60 भइहाल्यो। अनि त्यसपछि अर्को यो मेन्टेनेन्स मार्जिन भनेको यो 30% भनेको 0.30 भइहाल्यो। अनि इन्टु P0 भनेको चाहिँ, P0 भनेको जुन सेलिङ प्राइस छ त्यो 100 भइहाल्यो। अनि यसरी गर्दाखेरिमा चाहिँ ट्रिगर प्राइस कति रहेछ त भन्दाखेरिमा 123.03 भनेर हाम्रो ट्रिगर प्राइस अथवा मार्जिन कल प्राइस यति रहेछ कि यति चाहिँ मार्जिन हुनुपर्छ हैन, मार्जिन कल यति रहेछ, यति चाहिँ हुनुपर्छ भन्ने कुरा छ। तर यहाँ तर के भइरहेको छ त भन्दाखेरिमा चाहिँ प्राइस बढेर बढ्या छ भन्ने भएको छ नि त। स्टकको प्राइस चाहिँ 115 रुपियाँ पर सेयरले बढेको छ भन्ने कुरा छ। अब यो 115 र यो यसले कम्पेयर गर्ने, 123 लाई कम्पेयर गर्ने, हुनुपर्ने चाहिँ मार्जिन कल हुनुपर्ने कि हैन, यति चाहिँ हुनुपर्छ, 123.03 हुनुपर्छ, यो भन्दा चाहिँ बढी हुनु हुँदैन। यो भन्दा बढी भएको अवस्थामा चाहिँ मार्जिन कल रिसिभ हुन्थ्यो हैन। तर यति भइसकेपछि चाहिँ जुन ब्रोकर छ त्यसले चाहिँ के गर्छ त भन्दाखेरिमा पैसा माग्न थाल्छ कि, यो लिमिट भन्दा यो लिमिट पार गरिसकेपछि पैसा माग्न थाल्छ। तर अहिले मार्केटको प्राइस चाहिँ कति रहेछ त, 115 मात्रै रहेछ, 115 मात्रै छ भन्नुको मतलब यो भन्दा चाहिँ यो चाहिँ के छ त भन्दाखेरिमा ठुलै छ नि त, ठुलै छ भने त्यस्तो अवस्थामा के हुन्छ त, त्यस्तो अवस्थामा के हुने भयो त भन्दाखेरिमा चाहिँ मार्जिन कल रिसिभ हुने भएन भन्ने कुरा हामीले बुझ्नु पर्यो है त। ल न्यू मार्केट प्राइस भनेको चाहिँ बढेर गएको प्राइस 115 छ। अनि अब यसलाई डिसिजन दिने यही मार्जिन कललाई हेरेर चाहिँ अब त्यो गौतमले के गर्छ त, गौतमले मार्जिन कल गर्छ कि गर्दैन भन्ने कुरा चाहिँ हामीले डिसिजन दिनुपर्छ। कस्तो अवस्थामा चाहिँ गौतमले मार्जिन कल रिसिभ गर्छ त भन्दाखेरिमा चाहिँ यो जुन ट्रिगर प्राइस छ, यो ट्रिगर प्राइस भन्दा चाहिँ यो मार्केट प्राइस बढी छ भने त्यस्तो अवस्थामा चाहिँ मार्जिन कल रिसिभ गर्छ, होइन भने यो हुनुपर्ने यति हो हैन, तर कम छ नि त, कम छ भने चाहिँ मार्जिन कल रिसिभ गर्दैन भनेर भन्नु पर्यो है त। न्यू मार्केट प्राइस इज लेस हैन, न्यू मार्केट प्राइस P1 भनेको 115 छ, लेस देन ट्रिगर प्राइस, देन द इन्भेस्टर गौतम हैन, इन्भेस्टर भनेको गौतम विल नट रिसिभ अ मार्जिन कल भनेर यसरी डिसिजन दिने, यति कुरा गरेपछि भइहाल्यो है त। यो बी को कुरा सकिहाल्यो। अब हामी सी मा जाम है त। अब यो 4 3 7 नम्बर आइसक्यो, अब 3 नम्बर आउनलाई यो फर्मुला जाने भइहाल्यो है। ल सी नम्बरमा के भनेको छ त भन्दाखेरिमा चाहिँ what is Gautam rate of return from short sale of stock if stock price falls to ₹80 per share assuming no interest on margin भनेको छ। अब इन्ट्रेस्ट छैन अरे हैन। अब गौतमको चाहिँ यो सर्ट सेल हो, सर्ट सेलमा चाहिँ गौतमको प्राइस चाहिँ हैन कति छ त भन्दाखेरिमा प्राइस चाहिँ 80 पर सेयरले घटेको छ र यसको गौतमको रेट अफ रिटर्न कति हो भनेर हामीलाई सोध्दैछ, त्यो निकाल्ने है त। रेट अफ रिटर्न निकाल्ने फर्मुला जान्नु पर्यो। रेट अफ रिटर्न बराबर वाट, न्यू सेयर प्राइस भनेको चाहिँ अब यो जुन बढेर आओस् अथवा घटेर जाओस् जेसुकै भए पनि त्योलाई चाहिँ हामीले P1 ले डिनोट गर्छौं हैन। न्यू सेयर प्राइस भनेको चाहिँ 80 रुपैयाँ छ हैन, 80 रुपैयाँ छ र रेट अफ रिटर्न के छ त भन्दा यो सर्ट सेलको कन्डिसन्स हो नि त। सर्ट सेलको कन्डिसनमा चाहिँ डिभिडेन्ड पाउँदैन के हैन, डिभिडेन्ड पाउँदैन हैन। त्यसकारणले गर्दाखेरिमा चाहिँ यो अब यसलाई चाहिँ C1 यो D1 लेखिने हुन्छ, C1 लेखिने हुन्छ, यो जनाउने कुरा हो हैन। यो अनि र यसले चाहिँ कहिलेकाहीँ इन्ट्रेस्ट पाउन सक्छ, त्यसकारणले गर्दाखेरिमा इन्ट्रेस्टलाई प्लस गर्ने र सर्ट सेलमा चाहिँ क्याश डिभिडेन्ड प्राप्त हुँदैन के, त्यसकारणले यो माइनस गरिन्छ। अनि रेट अफ रिटर्न भनेको चाहिँ P0 बाट P1 घटाउने हो हैन, P0 बाट P1 घटाउने हो। अब फर्मुला त ए लाउने P0 - P1 - C1 + I1 डिभाइड बाइ P0 * IM भनेर यो फर्मुला लाउने अनि रेट अफ रिटर्न आइहाल्छ है त। कटाङ कुटुङ यो अगाडि छँदैछ हैन। यो P0 अगाडि छ 100 हैन, यो 100 सेल गौतमको यो 100 हैन, यो सुरुको 100 यो 100 भयो। अनि त्यसपछि अहिले न्यू प्राइस भनेको यो P1 भइहाल्यो, यो 80 भइहाल्यो। अनि यो क्याश डिभिडेन्ड छैन र इन्ट्रेस्ट पनि छैन, इन्ट्रेस्ट त छैन नै भनेको छ नि त, इन्ट्रेस्ट छैन। अनि 100 * इनिशियल मार्जिन भनेको चाहिँ जुन हुनैपर्ने मार्जिन थियो 60% हैन, 60% 0.60 भयो। त्यसपछि यो कटाङ कुटुङ गर्दाखेरिमा चाहिँ 80% चाहिँ के रहेछ त भन्दाखेरिमा चाहिँ
रेट अफ रिटर्न, त्यो इन्भेस्टरको रेट अफ रिटर्न चाहिँ कति रहेछ त 33.33% रहेछ भन्ने कुरा चाहिँ यसरी हामीले यो क्वेसन्सलाई सोल्युसन गऱ्यौँ। होप तपाईँहरूले कतिको बुझ्नुभयो है। एक्चुअली एकदम ध्यान दिएर हेर्ने मजाले बुझिन्छ। यो च्याप्टर बुझ्नको लागि चाहिँ त्यही फर्मुलाहरू जान्ने हो मेन कुरो, अनि कन्सेप्ट थोरै थोरै जान्ने, बुकहरू अध्ययन गर्ने भने मजाले अरू क्वेसन्सहरू सजिलै छन्। सबै कुराहरू हामीले गर्छौँ र तपाईँलाई के कस्तो भिडियोहरू चाहिन्छ, यदि जस्तो जुन जुन च्याप्टर्सको जुन जुन सब्जेक्टको भिडियो चाहिन्छ त्यो तपाईँले कमेन्ट गर्न सक्नुहुन्छ है त। लेट्स थ्याङ्क यू भेरी मच।